हेलो गाइस हेलो भन्नु न जहिले हेलो भन्नुपर्ने कि Hello everybody. छ्या राम्रोसँग भन्नु न राम्रोसँग भन्नु त ल ल इन्ट्रोडक्सन दिनु ल हु आर यु Your husband. राम्रोसँग के बुढा राम्रोसँग भन्नु न राम्रोसँग भन्नु ल ल छिटो हो स्टार्ट गर्नु त हजुरले भनेर कस्तो नर्भस भयो ल भन्नु हाई गाइज नमस्ते सबैजनालाई नमस्ते सबैजनालाई दर्शन ढोक कसलाई के पर्छ अब है मिलाएर बुझ्नु होला अनि म चाहिँ इन्ट्रोडक्सन चाहिन्छ र भनेर सबैले चिने खान्छ होइन र कसले चिन्यो कसैले चिन्दैन आया ल दिनु दिनु इन्ट्रोडक्सन दिनु ल छिटो म चाहिँ मेरो बुढीको बुढा अनि आज चाहिँ नेल्स के गर्ने निकाल्ने एक्सटेन्सन गरेको बिएमा निकाल्ने भन्दैथि यो धेरै अब मेरो नङ बढिसक्यो त्यही पनि यो केही भएको छैन के द नेल्स वेयर फ्रम डिभा सलोन बुटोलमा छ उहाँलाई सम्झिन सक्नुहुन्छ यस्तो राम्रो राम्रो नेल्स टाँसिराख्नेवाला चाहिएको छ भने र हामी चाहिँ अब निकाल्नु पऱ्यो धेरै मेरो नङ धेरै नै लामो भइसक्यो के अनि त्यही भएर चाहिँ हामी मलाई निकाल्नु मन छ अनि यहाँ त्यसको लागि चाहिँ बोर्डकोमा तातो पानी तताएर राखेको छौँ बल बोर्डको अरू के भन्छ भन त त्यसलाई अरू 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 पनि भन्छ के कचौरा कचौरा यस्तो यस्तो के भन्छ तर हामी चाहिँ बोर्डको भन्छौँ है बोर्डको त्यही भन्छौँ अब यसको लागि चाहिँ मैले बटुका पनि के भन्छन् क्या भन्छन् अनि त्यही भएर अनि यसैमा चाहिँ ह्यान्ड डिप गऱ्यो भने चाहिँ उस हुन्छ अरे निस्किन्छ तर खै त नेल कटर ल्याउनु भनेको लिएर आउनुहुन्छ त्यतिन्जेल म डिप गर्छु तँ लास्ट तातो हो भाइ ओए बुढा लास्टै तातो भयो त यो त हो नो हाउ क्यान आई मेरो हात पोलिदिन खोजेको अनि चिसो पानी लिएर आउनु न बोतलमा अर्को ग्लासमा ल्याए पनि हुन्छ कि अनि त्यसमा यसरी मिक्स गर्ने हात पोलिदिन खोजे जस्तो लाग्यो मलाई चाहिँ भित्रभित्र मनदेखि यो यस्तोले हुन्न कि बुढा यस्तो 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 यहाँभित्र त यस्तोवाला हुन्न नेपालमा हुन्थ्यो नि त अनि त्यो यस्तो निकाल्नेवाला टुथपिक छ ल्याउनु त्यसले हुन्छ होला आई गेस यस्तो यस्तो यहाँ भित्रभित्र गर्नु त त्यो निकाल्नु अनि फेरि यहाँ यसरी यहाँ यस्तो यस्तो गर्दै जानु है यस्तो यस्तो यहाँ निस्किन्न के भिजाएर गर्नुपर्छ कहाँ त्यसरी निस्किने भयो त म आफै गरिहाल्थेँ अस्ति देख्नुभएको थिएन र श्रेया बहिनीले कति दुःख गरेर निकाल्थिन् ओ नो धेरै नै तातो भयो अझै पनि ओ गुड भन्दा मेरो बारेमा के मनपर्छ वाट डु यु लाइक द मोस्ट अबाउट मी ल भन्नु मेरो सबभन्दा बढी के लाइक ममा के मनपर्छ 5 वटा कुरा भन्नु भन्नु न केही मन पर्दैन क्या हो मलाई धेरै कुरा मन पर्छ के 5 वटा भन्नु नि त अनि त्यसमध्ये तिम्रो बारेमा बानी बेहोरा कि जे भने नि भयो ल 5 वटा कुरा ल निस्क्यो कि हैन त के अब यो मेरो नङले गयो भित्रपट्टिको भन्नु न तिम्रो बाल जुन तिमीले सिँगारेर काट्यौ अनि तिम्रो आँखा यो दुइटा चाहिँ मलाई धेरै मनपर्छ होइन अनि बानी बेहोरा देखावटी छैन त्यसो ठ्याक्क बोल्ने नलुकाउने केही कुरा नि
चावडा ए गर्नुपर्ने 4वटा भनेर 4वटा 5वटा भन्यो भने 5वटै भन्नुपर्छ र 10वटा भन्यो नि हुन्छ भो 5वटा भन्यो नि तिमी म ओबिडियन्ट छु नि त त्यस्तो ओबिडियन्ट हुन पर्दैन नि त अनि मेरो तारिफ गर्ने कुरामा त पुरा हातले यस्तो गर्नु न यस्तो गरेर निकाल्नु न मेरो नङ छैन कि बेबी ओ निस्किन्छ रोको श्रेया बहिनीले बहुत दुःख गरेर निकालिरहेछ नि निस्क्यो कि है आउच भयो फाइनल्ली एउटा निस्क्यो अझै 9वटा बाँकी छ खुट्टाको त होइन होइन ल अब अनि मिलनसार एकदमै जति तारिफ गरे नि कम हुन्छ के के गर्ने जे पाइ त्यही गफ नदिनु के राम्रोसँग भन्नु रियल वाला रियलै भनेको कि पुरै हुन्न त्यस्तो त्यस्तो जे पाइ त्यही हेर्दा सुन्दाखेरि पनि कस्तो फेक सुन्न जबरजस्ती मन नलाइ भने जस्तो तारिफ गर्नेले त राम्रोसँग गर्छन् नि लौ अनि अर्को चाहिँ झुट बोल्ने बानी होइन ए मलाई पिटी नभएको मनोरञ्जन भइहाल्यो अहिले मलाई जाने रिस उठाउनुहुन्छ तिमी रिसाउँदा पनि राम्रै देख्छ यस्तो गरेर रिसायो भने यस्तो गरेर नङ निस्किन्छ है बेबी दुख्यो भने बेबी हेर ओइ यो त अब यस्तो घट्नुपर्छ होला एक घन्टा डोब्ने हो जतिवटा डोबेन हुन्छ क्या अरू पनि डोब्दै गरेर अरू पनि खुसी हुन्छ नि त अनि त्यसपछि के त निस्किनु मेरो नङ पनि निस्क्यो होला तिम्रो निस्क्यो निकाल्छ जति नङ लगाउन सजिलो छ त्यति निकाल्न गाह्रो छ कि थाहा पाउनुभयो ब्युटी इज पेन या ल लगाइदिनु भयो डिवादीले निकाल्न मैले परे यता सोसो गर त तिम्रो क्याट आयो कि के अरे क्याट आई यहाँ टल्क्यो कि रातिमा टिल क्याट आई अनि यस्तो यहाँ यसको कमजोर पार्ट हुने रहेछ कि पछि यति यता यो तलको निकालेपछि यो सबै निस्किन्छ नो बेबी डोन्ट डु द्याट यता त मेरो यहाँ नङ यहाँ एट्याच हुन्छ नि त त्यो दुखाउँछ क्या कस्तो फेरि भन त भनेर मैले भन्नुपर्ने होइन कि बेबी हजुरले भन्नु न आफै ब्रोकन तिमीलाई त्यो दुख्ला भनेर कि मेरो बुढी एकदम च्यालेन्जिङ जे कुरा मानि रामेन खाए जस्तो हो खै लु दुखो नि कस्तो दुखो हो र निक्लियो त निक्ले पनि त दुखो नि अनि पुरानो पनि निस्किन्छ हो त्यही भएर पुरानो र नयाँ सँगै निस्किन्छ कि त्यस्तो ओ निस्क्यो ए भाँचियो क्या कि तिम्रो छैन हौ भाँचेन यो यसको ग्लु हो क्या कुन ग्लु लगाइदिनु हो यस्तो सुपर ग्लु हो क्या यो त ड्यामेज उस भयो त अब त ल कतिवटा भन्नुभयो 5वटा अझै थप्नु तिमीले झन् राम्रै देख्थ्यो त यस्तो रिसाउँदाखेरि तिमीलाई भन्यो भने तिमी रिसाउँदैन राम्रै देखिन्छौ भन्यो भने तिमी रिसाएको यसै गर्थ्यौ कि मसँग तिम्रो त्यो पनि एउटा तिम्रो प्लस पोइन्ट अनि त्यति हो भनेर मैले कस्तो अनि भन्न परेको होला कि जबरजस्ती यस्तो
भयो ल मेरो बारेमा 5 वटा नराम्रो कुरा भन्नु नराम्रो त त्यस्तो छैन भन न भन न प्लिज 5 वटा नराम्रो कुरा त सोच्न पर्छ यार कौन से राम्रो कुरा नसोचिकन भने जस्तो राम्रो कुरा त फेरि सोचेर भन्ने सोचेर गइरहेर जे कुरा पनि बोल्दाखेरि सोचेर बोल्नु पर्छ कि अनि नराम्रो कुरा ल नराम्रो कुरा तिमीलाई थाहा एउटा दुइटा कुरा ल त्यसबाट सुरु गर नि त नै मलाई चाहिँ यो म त सबै कुरा राम्रो हो मेरो अनि तिमी त्यो आफूमा डाउट छैन भने अरूलाई पनि डाउट गर्ने नि भन्नु त हजुरलाई नि केही नराम्रो कुरा ला होला नि त मेरो बारेमा केही त समथिङ यस्तो नभइदियो हुन्थ्यो यस्तो भइदियो हुन्थ्यो यस्तो नगरे हुन्थ्यो यस्तो गरे हुन्थ्यो बुढीलाई काटौँ के वेट काटेर हुँदैन नि त अनि अड्किन्छ नि त काट्यो तिमी काटा के यो त माथिको पो भयो यो त नेल कटरले नि काटिन्न क्या त्यस्तो नहुनु क्या माइ गॉड के जाने नआउँछ कस्तो के जाने नचेल र यहाँ तिम्रो रियल र यो फेक छुट्याउनै गाह्रो भयो त तिम्रो त्यसै त्यहीँ नङले नै निकाल्ला जस्तो ताना ताना बेबी ताना हेलो भन्नु न 5 वटा नराम्रो कुरा छैन है मलाई चाहियो भन्नु न मलाई हेरेर तिमी पानीमा आउँदा डोबेको पनि बिर्सिन्छ कि के हो भन्नु के छिटो त्यस्तो पाएन मलाई हेर्नु है मलाई रिस उठ्यो है फेरि अब भन्नु जसरी पनि चाहियो मलाई नराम्रो कुरा चाहिँ अब के हो त्यो मलाई फिल भयो कि यो थाहा छैन होइन तर तिमी बाहिर के आफ्नो साथीहरूसँग कसै केटी साथीहरूसँग गयो भने मलाई बिर्सिन्छ कि अर्को यहाँ आँसु त गरा तँ के अनि के साथीहरूसँग जाँदा नि कसरी सम्झिराख्ने हो र सम्झिने के छ बेबी के गर्दै हुनुहुन्छ म यहाँ छु यो गर्दैछु म यो खाएँ मैले केही नखाए पनि अनि यो पाइन्छ होला नि यो निकाल्ने पनि मलाई थाहा भएन हौ आफै निकालेर तिमी म त चाहिने नि रहन्छ ल जानु नि त उता जानु कता उता जानु गर् सुत्नु म आफै निकाल्छु होइन दुःख सुखमा साथ दिने भनेको होइन त अनि के म चाहिने रहन्छ हो त नि अनि नै एक्लै निकालेको त अनि म त यहाँ बसेर यसो गफ गर्ने मात्रै भएको 3टा निस्क्यो है फाइनली ल 2टा 5 6 7 वटा है भन्नु के छिटो एउटा भयो छैन है अरू 5 वटा कम्प्लिट चाहियो यस्तो सोची भन्न परेछ नि अब पहिला यो काटौँ है होइन नकाट के काटौँ काटेर निकालौँ कि यसरी आधी यस्तो गऱ्यो भने आई गेस निस्किन्छ क्या अघि त्यस्तै गरी निस्क्यो नि त होइन त्यो त अघि त्यो तलबाट आधी निस्किसकेको थियो नि त ट्राई गर्दैमा के जान्छ र निस्क्यो त्यो त ये तर नहुँ कति सानो टिपुरी देख्यो भाइ अबि छि कस्तो नराम्रो देख्यो राम्रो देख्यो तपाईँले पाले यो बाज गइहाल्यो नि यता गर कि यो बाँकी भयो भन्नु न प्लिज मलाई रिस उठ्छ कि यस्तो मैले भनेको नमानेसी यस्तो अब त्यो बुढीको यसो त्यो भुराइ देखाउनलाई पनि सोच्नु पऱ्यो पछि बेबी आफै सोच न छ होला कि छैन होला भन्नु भयो त मलाई फ्याट्टै फर्र भनिदिन्छ नि अहिले त भन्नु न के केही नै लु गयो हुन्छ म त सक्छु यति टाइममा हो
हो नि हो कि हो जब जानु ए भन्छ एउटा त निकालिदिनु भयो नि नराम्रो बानी आफै निक्लिदिए है के पोखरी जानु भन्नु मैले जानु भनेर नराम्रो मेरो नराम्रो बानी हो होइन कहिले कहिले बाघ भयो तिमी गरिदिउँ रोग न पहिला त्यसरी नगर न काटिदिनु त यता हेरिकन है यहाँ भित्र छ नि त त्यस्तो हेरिकन हो त्यसरी काट्नु आदि भयो त्यो मलाई आफूलाई दुखे पो थाहा हुन्छ त अनि खुकुरीको पिर अचानक के थाहा भन्दै हो त्यस्तै त्यस्तै हो त्यस्तै त्यस्तै हो लाउनु भन न घर के भन्नु होला केही भन्न होइन तिमीलाई थाहा त म तिमीसँग अब्सेस छु भनेर होइन हुनुहुन्न भएको भए तहरूले मलाई हेरिराख्नुहुन्थ्यो नि अनि आफूलाई हेरिरहेर बस्नुहुन्थ्यो र तिमी नै हो कि भन्छ जे कुराको पनि एक्सक्युज छ कि जे कुराको पनि एक्सक्युज माया गर्नलाई त कहिले एक्सक्युज खोजेन होइन हो कि सुरुमा यस्तै हुन्छ सुरुमा त्यस्तै हुन्छ कि कसले भन्छ तिमीले यस्तै यस्तै कसले सिकाउँछ मलाई आउँछ के यहाँ नसिकाइकन कहाँ आउँछ मेरो भित्री आत्माले भन्छ सुरुमा नाटक हो त्यसपछि फेरि मान्छे चेन्ज भइहाल्छन् भनेर थाहा नि त हुन्छ कि त्यस्तै कसले सिकाएको छ तिमीले त्यस्तै हुन्छ अरे कसले भन्नु भन त नडाँटिकन भन त मलाई सुटुक्क काममा भन त देखाउनु न वालपेपर भन्नु भयो हजुरको होइन मेरो सबभन्दा राम्रो फोटो कुन लाग्छ मेरो सबभन्दा राम्रो फोटो कोर्स बिहाको दिनको नि कुन त अनि बिहाको दिनको त दिनको कुन लेहेङ्गा लाग्यो रे कुन छ त नि अनि मेरो लेहेङ्गा लागेको कुन फोटो पर्टिकुलर वान फोटो चाहियो कि अनि यो फोटो राम्रो लाग्छ भनेर ग्यालेरीमा त छैन र नाटक ल ल ल ल भेटाम त खै ल ल भेटाए पाएर हल्ले मलाई पिट्ने नभेटाए पनि मैले हल्लाई पिट्ने ए होइन अब कहाँबाट आयो त अनि फेभरेट देखाइदिउँ जे पाए त्यही देखाइदिउँ मैले हुन्छ हो गो साँच्चै के हो नि हो मेरो यो फेभरेट लेहेङ्गा त्यत्रो खोज्न पर्ने हो न यहाँ म भने त अब्सेस छु भनेर यो छि उता जानु कि हजुरको त जुन फोटो सबभन्दा नराम्रो हुन्छ होला त्यही मनपर्छ यो हो कि फर्स्टमा मन पर्यो मलाई चाहिँ केही होइन बारेका यो जे देख्यो त्यही मन पर्यो भन्नु अब त्यही त भन्नु पर्यो कि नि अनि यस्तो होइन होला कतिवटा भाग्यो टिङ्दा नि दुखो प्लिज यताबाट गर्नु ल त्यो तिमी राति निकालेर नङले नि निस्किन्छ अबि ओ ग्याङ्स्टर के हो ग्राड हो निस्किन्छ न
ए यो त कमजोर नेल परेछ त यहाँ निस्क्यो होइन यहाँ तलपट्टिको निकाल्छु होला तिमीलाई। ल काट्नु हजुरले यतापट्टिको काट्नु त यस्तो नाटक के अरे गरेको थिएँ म त झसङ्गै भएँ यहाँ त काटेछु औँले काट्यो कि भनेर बिग्रियो ले कस्तो नाटक र म आफै काट्छु खै दिनु के दिनु म आफै काट्छु म नाटक गर्छु कि कहिले आउनु हल्का तड्का लगाएको कि गराएकोलाई म हो के म आफै काट्छु है खै दिनु त्यो त क्यामेरामा हेर्दैन एकचोटि क्यामेरा मेरो गर्दैन जस्तो बाघले चाहिँ आइएम टाइगरवाला टी सर्ट किन्नु पऱ्यो अब आइएम टाइगर गरेर सिङ्घमवाला नि गर्दैन सिङ्घम ल्याऊ के हुन्न ऊ गयो उता यहाँ ल्याऊ मेरो नङ हौ जान्छ तिमीले यसरी गर्दाखेरि मेरो त मलाई त थाहा हुन्छ नि त अनि कति गर्दाखेरि दुख्छ कति गर्दाखेरि दुख्दैन भनेर यतापट्टि गर्नु त्यसमा त के हो क्रिस्टल छ टाँसे थियो त अनि आऊ दुखो त्यसै सोझो मान्छन् ल्याऊ यस्तो माया गरेर मैले निकाल्दिएको हट्नु 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 हजुर हजुर उसको आधी भएर निक्लिन खेक्लेक्क हुन लाग्छ हट्नु 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 हो ऊ हेर्नुहोस् त नारी शक्ति लास्ट रिमेनिङ यो त राख्नुपर्छ यार आर यु सिरियस दिवा दिदीले लगाइदिएको नङ भ्याइए आफैलाई हेर्नु भन त्यहाँ यता हेर्नु मैले यता किन हेरेँ त मैले आफैले हेरेर त्यसमा म आफूले यसो गर्छु हट्नु हट्नु यति निस्केपछि त हट्नु हट्नु आई थिङ्क यो लास्टवाला खाने हो कि यसले दुःख दिन्छ होइन तर आई डोन्ट थिङ्क यही हो हो ए मैले तल आई डोन्ट थिङ्क भन्थेँ नि मैले को राइट रहेछ त्यहाँ त निक्लेको थाहा पायो नि त तिमीले अनि त्यो आई डोन्ट थिङ्क भनिहाल्यो नि भयो आजकल मलाई रङ प्रुफ गर्नेमा हजुरको ध्यान छ अरू कतै छैन ध्यान कसरी यसलाई रङ प्रुफ गरौँ होइन त्यही हो हजुरको म फाल्छु छोडिदिनु मेरो चाहिँ फाइनली नेल्स निस्कियो दिवा दिदीले राखिदिएको नाम स्वामीज्यूले निकालिदिनु भयो थ्याङ्क यू एकदमै मनदेखि हजुरलाई यस्तो यस्तो हेल्प चाहिएकोमा म हजुरलाई सम्पर्क गर्छु मलाई हेल्प गर्नु होला एनी टाइम ओके ओके ब्रो दोस्ती ल ल ल बाई गाइज बाई भन्नु बाई फेरि भेटौँला अर्को भ्लगमा लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला अनि धेरै धेरै मायाको लागि एकदमै थ्याङ्कफुल छौँ हामी दुइटै पानको पात ल बाई तर पानको पात भएन है बिहान हातमा नङ्गेर फेरि गर्छ ल ल दिन त के अरे त्यो अरूलाई के अरे उसलाई धानको पात मेरो बेबीको सब्सक्राइबरलाई धानको पात Oh my god! La, la, bye!